Everyone, namaste. Welcome to my YouTube channel and another video. हजुरहरुलाई चाहिँ मेरो युट्युबमा धेरै भन्दा धेरै स्वागत छ हैन। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो दाइको छोराको बर्थडे छ अनि हामी चाहिँ बोलाउनु भएको छ नि त, हामीलाई चाहिँ इन्भाइट गर्नु भएको छ अनि हामी चाहिँ जाँदैछौँ अनि हामी चाहिँ जाँदैछौँ अनि त्यहाँको भदैको लागि चाहिँ हामी केक लिन्छौँ अनि सरप्राइज हो त्यो चाहिँ हाम्रो सरप्राइज केक हैन एक्स्ट्रा अनि त्यहाँको अनि अब सानो केही केटाकेटीलाई गिफ्टहरू लिन्छौँ अनि चाहिँ हामी जान्छौँ। अब चाहिँ हामी पसल जाँदैछौँ। हजुरहरुलाई पनि म लगेर जान्छु हैन, मेरो फलो गर्न होला ओके। नि मेरो भाउजी राइडर हो हैन, खतरा राइडर हो अनि त्यहाँको उहाँले चाहिँ हैन मान्छे ल्याउने लाने काम पनि गर्नुहुन्छ, पठाउको काम पनि गर्नुहुन्छ। यदि हजुरहरुलाई पनि कहीँ जानु पर्यो भने इमर्जेन्सी पर्यो भने हाम्रो मिस एन्जिलालाई चाहिँ तपाईहरु सम्झन सक्नुहुनेछ हैन। फोन नम्बर पनि चाहियो भने हजुरले कमेन्ट गर्नु होला हैन। तर उहाँलाई अलिक स्टार्ट गर्ने अलिक गाह्रो पर्छ र मात्र, नत्र खतरा कुदाइदिनुहुन्छ। खतरा छ नि, हेर्नु न हाम्रो भाउजूको ज्यानै देखेर के ओ माई गॉड, यो बाइक त के हो प्लेन पनि बोक्दिन्छ जस्तै लाग्छ मलाई त हैन, बोक्नु हुन्छ जस्तो लाग्छ मलाई त हैन। अलिक अहिले नि चाहिँ अलिक एक्सपिरियन्स छैन हैन। तर उहाँले सिधा बाटो हो भने चाहिँ पुर्याइदिनुहुन्छ नि, फेरि काठमाडौँ नै सिधा टर्निङ छैन भने चाहिँ सिधा एकैचोटि काठमाडौँ नै पुर्याइदिनुहुन्छ क्या। के गाइस अब चाहिँ हामी जाँदैछौँ होइन पसलतिर। चलौँ ओ माई गॉड, कस्तो लडाइदिन्छ यार, म भिडियो गर्दै हिँडिरहन्छ अनि चाहिँ लडाइदिन्छ अरे क्या। ओ हेर्नु त खतरा आमा, ओ माई गॉड कतिको स्पिडमा त्यो पनि देखाइदिउँ न यहाँ नै गाइस। यस्तो खतरा राइडर हुनुहुन्छ कि उहाँहरू कतिको स्पिडमा कुदाइराख्नु भएको छ, तपाईँहरू आफै हेर्नु होला गाइस। चाहिँ यहाँनिर अहिले होइन केक पसलमा आइसकेको छ। मलाई चाहिँ यो मन परेको छ तर यो चाहिँ अर्डरको रहेछ, पहिले नै अर्डरमै बनाउनु पर्ने रहेछ नि। अब हामीलाई चाहिँ ढिलो भइसकेको थियो अनि होस् हामीले त भनेर नि हामीले चाहिँ अर्कै खालको लग्यौँ होइन। अब चाहिँ हामी अघि चाहिँ यहाँनिर किनकि होइन पिस थियो नि त, खाली थियो अनि त्यहाँदेखि चाहिँ 45सम्म कुदाइदिनु भएको थियो कि हाम्रो भाउजूले चाहिँ। अनि उहाँले चाहिँ मेरो पावर देखाएन भनेर पुरा बिच्किरहनु भएको छ ऊ म्याडम चाहिँ। अब चाहिँ हामी लगभग होइन बर्थडे बोयको घरमा आइपुग्न आँट्यौँ हामी चाहिँ। ए आन्टी के छ, बर्थडे बोयको घरमा बर्थडे घर आइपुग्यौँ। ओ एकछिन बर्थडे बोय साथीहरू हाम्रो चाहिँ मासु पाक्दैछ, मासु शीतन हुँदैछ है हाम्रो चाहिँ शीतन सुँगुरको मासु खानेमा आउनुलाई। सुँगुरको मासु आउने मासु छ है, सुँगुरको मासु चाहिँ हाम्रो सबैजना खानपानको कार्यक्रम गरिराख्नु भएको छ। हाम्रो बहिनी चाहिँ हामीले छाना है, हाम्रो छाना बहिनी छाना हाम्रो बहिनी है। हेलो साना, हाई गर्नु भोलि पर्सि ठुलो भएपछि हेर्नु म सानामा कति रोइछु भनेर के। म चाहिँ यहाँनिर होइन पापड तार्दैछु, यहाँनिर रेडी गर्दैछु। यहाँनिर चाहिँ हाम्रो भाबीजानले अचार रेडी गर्दै हुनुहुन्छ। हेलो सर, हेलो के गर्नु भएको बेबी?
हेलो एभ्रिवान, अब चाहिँ हाम्रो रेडी हुँदैछ होइन। मैले चाहिँ क्यान्डल बालिदिँदैछु बेबी बोयको। थ्याङ्क यू। ओके गाइस, सुनिदिनु पर्यो है यो कुरा बच्चाहरूको। देख्न सक्नुहुनेछ है यहाँनिर हाम्रो गेस्टहरूले चाहिँ यहाँनिर चाहिँ हाम्रो भिआइपी गेस्टहरूले चाहिँ ग्रहण गर्दै हुनुहुन्छ होइन। यो चाहिँ हाम्रो चाहिँ होइन, यो चाहिँ चाहिने नै अरे। यो चाहिँ सेन्तेरेम। यदि यो भएन भने चाहिँ यो के अरे त नुन बिनाको तरकारी जस्तै हो क्या। उहाँहरूलाई चाहिँ यो भएन भने चाहिँ नुन बिनाको तरकारी जस्तै हो। ओ चेयर्स। हामी चाहिँ बर्थडे पार्टीमा होइन, हामीलाई चाहिँ केही चल्दैन त। हामी दुध चिया दुध चिया हामी चाहिँ देख्नुहुन्छ है। दुध चिया है, यो चाहिँ प्योर दुध चिया। दुध चिया उहाँ चाहिँ मेरो बिग फ्यान हो, किनकि होइन उहाँले चाहिँ मेरो हर भिडियो हेरेर कमेन्ट गर्नुहुन्छ, लाइक गर्नुहुन्छ, अनि सब्सक्राइब पनि कति बढाइदिनु भएको छ कि। उहाँ चाहिँ होइन मेरो बिग फ्यानै जस्तो मान्छे हो। बिग फ्यानै जस्तो मान्छे हो होइन। मैले स्याटर हानेको पनि उहाँ बुझ्नुहुन्न। उहाँ चाहिँ अलिक उहाँलाई चाहिँ सिधा कुरा भन्नुपर्छ। हाम्रो दाजु शुभ यात्रा हस्। शुभ यात्रा, राम्रोसँग जानु होला। यता हेर्नु त हाम्रो भैयाको चाहिँ होइन, उहाँले भाउजूलाई छोडेर जानु पर्यो भनेर रुएर होइन आँखा रातो रातो भइरहेछ। देखाउनु त आँखा आँखा। उहाँले हाम्रो भैया चाहिँ रुएर होइन आँखा रातो रातो रहेछ। भाउजू यता हेर्नु, नरुनु क्या नरुनु। अब 1-2 महिना त हो होइन। रुएर होइन टेन्सन भइरह। बाई छबे रातभरि खाँदै बस। शुभ यात्रा दाजु, राम्रोसँग जानु होला। आउँदाखेरि धेरै चक्लेट लिएर आउनु होला।